गाइस देखिए, वेलकम बैक टु माई युट्युब च्यानल एनदर भिडियो। आज आज चाहिँ हेर्नुहोस् है त गाइस, म चाहिँ यो गेम खेल्दैछु। तपाईँहरू पनि खेल्नु भएको होला, तर यो चाहिँ इन्ट्रेस्टिङ गेम हो, हेर्न सक्नुहुनेछ। कति मजा आउँछ यो खेल्न चाहिँ। हेर्नुहोस् है त, यस्तो राम्रो राम्रो कोठा छ। एकदमै राम्रो छ। तपाईहरुले चाहिँ सब्स्क्राइब गरिदिनु होला, यो मेरो भिडियोमा चाहिँ लाइक गरिदिनु होला। मलाई चाहिँ दुईटा जिप मिलेको छ। मैले चाहिँ जिप किन्न चाहिँ बजार जानुपर्ने हुन्छ। म चाहिँ जिप किन्न चाहिँ बजार जान्छु है त गाइस। म चाहिँ बजार निस्किसके गाइस। अब चाहिँ जिप किन्छु। अब कति पैसा चाहिँ थोरै छ। अब कस्तो खालको जिप आउँछ हेरौँ न त। जस्तो आउँछ त्यस्तै किन्ने त हो नि। लास्टै भिड छ फेरि यो जिपुरको पनि, हेर्नुस् त। एकदमै राम्रो चाहिँ जिप किन्ने छु। हेर्नुस् है, म चाहिँ कतिखेर पुग्ने रहेछु। अलि छिटो पुगे पनि हुन्थ्यो, तर एक्सिडेन्ट हुनुहुन्न है गाइस। म गलत बाटोमा आइछु गाइस। म चाहिँ फेरि फर्किनु पर्ने हुन्छ। कस्तो भिड छ कि फेरि, हेर्नुस् है त। सब्स्क्राइब गर्न नबिर्सिनु होला। तपाईहरु पनि खेल्नुस्, कति राम्रो छ त, हेर्नुस् त। कति भिड हो के आज फेरि। आज फेरि मोसब लाग्ने ठाउँ हो। मोसब लाग्ने भनेको थियो, त्यही भएर चाहिँ आज मोसब लाएर पनि होला के यस्तो भिड हुने। सबैले हर्न बजाइदियो नि। फाइनली म चाहिँ आइसकेँ गाइस। अलि अगाडि पार्किङ गर्छु। यत्न चाहिँ म झर्छु गाइस, देख्न सक्नुहुनेछ। म चाहिँ जिप किन्ने ठाउँमा ग्यारेजमा चाहिँ आइसकेको छु। यो चाहिँ किन्न मिल्दैन के हो। कस्तो किन्ने यो बाइक त मलाई मन पर्दैन। बुलेट बाइक हो, तर यो कारै किन्न पर्यो। होइन बुलेट बाइक त किन्नै पर्यो एउटा। होइन खोज्नु छु के हो, यही चाहिँ किन्न पर्यो गाइस पहिला। भोलि पर्सितिर आइला नि हो कि नै। फेरि पछि किन्न हुन्छ जिप र जिप घरै छ एउटा। अब यो बाइकको के काम आयो मलाई गाइस, कमेन्ट गर्नुहोस् तपाईहरुले लग्नुहुन्छ भने चाहिँ। वाह, मलाई त स्वागत गर्छन् त। ओहो नि, वाह वाह, थ्याङ्क यू सबैलाई वेलकम छ। र मेरो ओए तँलाई चाहिँ भनेको, तैँले चाहिँ मलाई सब्स्क्राइब गरेको छस् कि नै। मेरो गणेश CYT हो, तैँले सब्स्क्राइब गरेस्। र तैँले पनि गरेस् है, तैँले पनि सब्स्क्राइब गरेस्। र यहाँ सबैले चाहिँ सब्स्क्राइब गरे है गणेश CYT मा। ल बाई बाई। के हो, ल म चाहिँ गएँ, बाई बाई, अलविदा दोस्त। ल बाई बाई, स्वागत गर्नको लागि थ्याङ्क यू। ल म गएँ, बाई बाई दोस्त। फेरि मिलाउँला न, भोलि पर्सितिर आउँछु होला। अब एकदमै इन्ट्रेस्टिङ छ, हेर्नुहोस् है त।
म चाहिँ रङ फेर्न जानु पर्यो कि गाइज अब। एक्सिडेन्ट भयो, अब पुलिस आउँछ। आइसक्यो तगरी। ब्याग जानुपर्ने हुन्छ मैले चाहिँ। पुलिसले चाहिँ भेटाइसक्यो कि गाइज मलाई, किनकि मैले एउटाको एक्सिडेन्ट गराएँ नि त्यही भएर। बाटो पनि कति सबै भिडै भिड छन्। लाजा जात्रै हरेन बजाएका। एकदमै मजा आएछ गाइज मलाई चाहिँ। ग्यारेजमा चाहिँ जानै सकेन के, कहाँ हो कहाँ, त्यही पुलिसले गर्दा बिर्सेँ के। त्यो पुलिस एक नम्बरको गधा। झन्नै एक्सिडेन्ट भयो नि फेरि अर्को केटा। खोल्दिन त भाइ, ग्यारेजै थाहा भएन मलाई। सबै होटल छन् के, ग्यारेज मिलेन। सरी है दाइ, सरी भनेर हिँडेको त। गाइज एकचोटि यहाँभित्र पस्नु पर्यो है, कस्तो हुन्छ। ए खुल्ला जग्गा रहेछ यहाँ त। पुलिस झन्नै मारेन त। लाइसेन्स पनि छैन कि गाइस मैले फेरि, मेरो फेरि लाइसेन्स त बनाउनु पर्ने रहेछ। के जता कतै आहा। भेटाइसक्यो मलाई चाहिँ, म चाहिँ भाग्न पर्यो अलि। म त कोरिया आएँ गाइस, हेर्नुहोस् त एकैचोटि।
आजै किनेको आजै बिग्रिला जस्तो। ल गाइज भिडियो कस्तो लाग्यो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला भर्खरै कमेन्ट गर्नुहोस् कस्तो लाग्यो र भाइरल बनाइदिन्छु मैले भिडियो कमेन्टमा भाइरल भनेर चाहिँ कमेन्ट गर्नु होला ल बाई बाई अलबिदा ल सब्सक्राइब गर्नुहोस् भर्खरै।